हे गाइज आज चाहिँ म आँप खान लाग्दैछु। हाम्रो घरमा यति धेरै आँप फलेछ तर मेरी हजुरआमा र मम्मीले मलाई आँप नखा, घरको आँप नखा, खाने भई अन्त गाउँतिर मागेर खा भन्छन्। तर मलाई यो यति धेरै आँप देखेर रात दिन निन्द्रा पनि लाग्दैन। अब हजुरलाई देखाउँछु ल आँप मैले कुन खान लागेको भनेर। मैले चाहिँ यो एउटा आँप, यसलाई टिप्नु पर्ने हुन्छ। तर हजुरआमा यहाँ आउनुहुन्छ, हजुरआमा ए लौरो लिएर बस्नु हात तँलाई यही लौरोले हानेर के छ खुट्टा भाँचिदिन्छु भन्नुहुन्छ। यहाँ छ आँप, एउटा छ यो एउटा आँप म टिप्न लाग्दैछु। तर यता के अरे हजुरआमा एउटा मात्रै छ त, यहाँ आउँदै पनि छन् नि यति धेरै आँप। हेर्नुहोस् है यत्रो धेरै आँप म राति मेरो आँखाले हेर्दै बस्नु पर्छ। गुडुक रात दिन त्यही आँपलाई हेर्दै थुक्दै बस्नुभन्दा पनि मैले यसलाई टिपेर खाने विचार गरेँ। जोसुकैले जेसुकै भने पनि कराए पनि यसलाई म टिपेरै छोड्छु भनेर मैले यो एउटा आँपलाई टिप्दैछु। अब चाहिँ मैले टिपेँ है त। ल फाइनली मैले यो आँपलाई टिपिसकेँ। हजुरआमा मैले आँप टिपेँ। यता के किन टिपेको खान। अब म चाहिँ यसलाई कुदाउँदै मम्मी आउनुहुन्छ भने कुदाउँदै लगेर किचनतिर लाँदैछु। यसलाई चाहिँ अब काटकुट पारेर खानुपर्ने हुन्छ। पहिला मैले गाइसपछि यसलाई पखाल्दैछु। यो चाहिँ अहिले टिपेको आँपलाई अब तास्नु पर्ने हुन्छ। अब चाहिँ म यसरी तास्छु। यसलाई तासेर काटेर नुन खोर्सानीसँग साँधेर खानुपर्ने हुन्छ। त्यसरी काट्दैछु। अहिले मम्मी आएर गाली गर्नुहुन्छ मलाई, त्यो एउटा भोकाड पनि देख्न सकिनस्, नटिप भनेको टिपिस भन्नुहुन्छ। तर मैले यो आँपलाई मैले टिप्नु पनि पर्ने भयो, किनकि मलाई एकदम धेरै खाउँ लागेको थियो। त्यसैले मैले यो आँपलाई टिपेँ। अब खान्छु पनि। मैले अघि यो ल्याएको आँपलाई तासेर, धेरै तास्नु हुँदैन बोक्रा पनि मिठै हुन्छ भनेर यतिको काटेर बनाएको छु। अब यसलाई साद्दाको लागि मैले नुन खोर्सानी बुझ्नु पर्छ। यता हाल्दै मम्मी आउनुभयो। के अरे मम्मी खान नबाकी नि के हो? तपाईँलाई लाग्दैन आफ्नो घरमा त्यत्रो आँप फलेको छ, अरूको घरमा गएर खानुभन्दा आफ्नै घरको खानु बेस्ट होइन त? मेरो मम्मीले मलाई गाली गर्दैन। अब चाहिँ म यो नुन खोर्सानीलाई पेस्छु है त। आँप थोरै भएकाले नुन खोर्सानी थोरै नै पिसेको। मैले नुन खोर्सानी पनि पिसिसकेँ। अब यो आँपमा हाल्नुपर्ने हालिसकेँ मैले। अब यसलाई चट्टसँगले घोल्नुपर्ने हुन्छ। फाइनली हाम्रो आँप पनि रेडी भयो। अब म यसलाई खान्छु है त। मिठो भएछ, पिरो मिठो एकदम भएको छ। खाने हजुरआमा? म खानु न। हजुरआमालाई सोधेको म खाने भन्नुभयो। पाकेको भने खाने, काँचो खान्न भन्नुभयो। ठिकै छ, म खाइदिन्छु भने। अनि एकदम पिरो रहेछ गाइज, लास्टै पिरो। मेरो भाइलाई पनि दिनुपर्ने हुन्छ यो आँप। म सबै खाइसक्दिनँ होइन। भाइले आएर भरे कर्काउँछ, म भाइलाई पनि दिन्छु एकछिनबाट आएपछि। हजुरहरूलाई कोलाई खाउँ लाग्यो यो आँप मैले खाएको देखेर कमेन्ट गर्न नभुल्नु होला है त। अब मेरो भ्लग यति नै हो। बाई बाई गाइज।